नमस्कार, म हरि अधिकारी, नेपाली साङ्केतिक भाषाको शिक्षक। आजको पाठमा क्रियासँग सम्बन्धित शब्दहरूलाई सङ्केत गर्न सिकाउँछु। तिर्नु भन्दा पैसा गर्ने अनि हत्केलामा यसो गर्ने, तिर्नु। त्यसै गरेर प्रयोग गर्नु, दुईटै हातमा प राख्ने र पलाई यसरी अगाडि लाने, अलिकति घुमाउँदै जस्तो प्रयोग गर्नु यसरी गर्ने। मद्दत गर्नु, यो हत्केलामा अर्को हातको मुठी राख्ने र यसो उचालेर अगाडि लाने, मद्दत गर्नु, सहयोग गर्नु। त्यसै गरेर नाच्नु, एफ जस्तो बनाउने, दुईटै हातमा यसरी हाने, यसरी गर्ने, नाच्नु, यसरी गर्ने, नाच्ने। सिकाउनु, माथि ल्याउने, यसो गर्ने, कोप्रो हल्का कोप्रो पार्ने, हात दुईटै हातलाई सिकाउनु। पढाउनु, यसरी पढाउनु। अनि कोसिस गर्नु, यहाँ छुने अनि यसो गर्ने, कोसिस गर्नु। माफ गर्नु, दुईटै हातले कान समाउने गर्ने, माफ गर्नु। त्यसै गरेर भेट्नु, दुईटै हात यस्तो ल जस्तो बनाउने, ल्याएर जोड्ने, यसरी भेट्नु भन्ने यसरी। सोध्नु, यसलाई मुठी राख्नुहोस्, यो तुरम्लालाई यहाँ राख, यसरी यो भागमा यहाँ राख्नुहोस्, यसरी अगाडि लाने, सोध्नु। मलाई सोध्नु भयो भने सोध्नु, मैले सोध्नु पर्यो, सोध्नु शब्दको अर्थ सङ्केत यो, सोध्नु भन्ने। हाँस्नु भन्दा अब सबैले हाँसिहालिन्छ, यहाँ यसरी मुखमा अगाडि लाने, हाँस्नु भन्ने। त्यसै गरेर रुनुको हाउभाउ पनि, अब हाँस्नु र रुनुमा हाउभाउ पनि गर्नुपर्छ। रुनु भन्दाखेरि त्यो गर्ने हो, अब यसो गरेर चाहिँ मुख चाहिँ खुसी भयो भने रोको हुँदैन, तर रोकै जस्तो सङ्केत पनि गर्दाखेरि बुझाउन सजिलो हुन्छ बहिराहरूलाई, भाइ बहिनीहरूलाई, विद्यार्थीहरूलाई सङ्केत यसरी गर्ने, रुनु। दुख्नु, अब यहाँ यसो छातीमा हात लिएर यसो गर्ने, या हाउभाउ गर्ने। टाउको दुखेको छ भने आया यसरी माथि त्यो अम्लालाई यसो गर्ने, दुख्नु। हात दुख्छ, यहाँ दुख्छ, दुख्नु। पिट्नु, कुट्नु, यसरी पढाइ, पिट्नु। अर्कापट्टि हाने पनि पिट्नु, यता पनि पिट्नु। गाली गर्ने, यस्तो कोप्रो बनाउने अम्ला र कानमा गाली गर्ने। त्यसै गरेर मार्नु, देख्नु, यसरी देख्नु। हेर्नु, दुईटा अम्ला ल्याउने, यसरी यसो गर्ने, हेर्नु। खोज्नु भन्दाखेरि दुईटा अम्ला यहाँ ल्याउने, यसो गर्ने, केही खोजेकै जस्तो सङ्केत गर्ने, खोज्नु भन्ने। गिज्याउनु, जिस्क्याउनु, खुच्चिङ मार्नु। अब यसो गर्दा पनि गिज्याउनु भयो, अनि एउटा मात्रै हातले यसो गर्दा पनि गिज्याउनु, जिस्क्याउनु भयो। अर्को यसो गर्दा पनि जिस्क्याउनु भयो। अर्को पनि सङ्केत छ, यसो गर भने पनि जिस्क्याउनु, गिज्याउनु भयो। धन्यवाद। आजको पाठ समाप्त भएको छ। सबैलाई धेरै धेरै धन्यवाद छ। बाँकी अर्को भागमा सिकाउनेछु। नमस्कार।